आजको हाम्रो दिनको सुरुवात यसरी हुँदैछ। बाहिर चाहिँ एकदमै चिसो छ, तर हामी अफिस पुगिसकेको छौँ। अफिसमा पुगिसकेपछि चाहिँ हामी एकदमै तातोमा आएको जस्तो फिल भयो। यहाँ चाहिँ हाम्रो कृष्ण फ्लुट बजिरहेको छ र यो चाहिँ 30 डिग्रीमा हामी अफिसमा छौँ। र यसपछि लागेँ म आफ्नो क्याबिनतिर, अनि त्यस पछाडि चाहिँ हिटर अन गरिहालेँ तातो बनाउनलाई। अब यो मेरो भाइ आइसक्यो बाहिर भने अस्मिता दिदीको फ्यानहरू यसरी हाँसिराख्नु भएको थियो। अनि त्यस पछाडि चाहिँ यो चाहिँ इन्टरभ्यू सेक्सन थियो हाम्रो। त्यस पछाडि हाम्रो भाइ चाहिँ एकदमै व्यस्त काउन्सिलिङ टु काउन्सिलिङ, र त्यस पछाडि मेरो पनि काम स्टार्ट भइसक्यो। यसरी म चाहिँ हाम्रो स्याड बहिनीहरूलाई एकदमै हँसाउँदै थिएँ, मोटिभेट गर्दै थिएँ। र त्यस पछाडि चाहिँ अब यो चाहिँ हाम्रो दिनभरि भइरहेको कामहरूलाई हेरिरहेको थिएँ मस्त अफिसमा बसेर। र उहाँ हुनुहुन्छ हाम्रो विराट भाइ। आजको उहाँको काम थियो इन्टरभ्यू स्केड्युललाई मिलाउने। र यता हुनुहुन्छ हाम्रो नेहा बहिनी, आजको लेट्सको काम थियो उहाँको। र त्यस पछाडि हाम्रो स्टुडेन्टहरू हुनुहुन्थ्यो लास्ट ग्रुपको, उहाँहरू चाहिँ अब मेकअप क्लास लिनको लागि चाहिँ रेडी हुँदै हुनुहुन्थ्यो। यता चाहिँ हाम्रो दिदी हुनुहुन्थ्यो क्लासको प्रिपेयर गर्दै। अब भने हामी क्रिसमसको लागि तयारी गर्दै आजको लागि छुट्यौँ है त।